आनन्द भैरव। कथा अनुसार एक समयमा विकट नामको किराँतको एउटा लाटो छोरो रहेछ। विकटले आफ्नो लाटो छोरोलाई ज्ञानधारा ज्ञान कुण्डमा स्नान गराएर ज्ञानेश्वर शिवलिङ्गको पूजा गरी छोडिदिएछ। लाटो छोरो त्यहीँ बसेर ज्ञानेश्वर शिवलिङ्गको आफ्नै एकोरो पाराले निस्वार्थ भावले सेवा गरी पूजा आराधना गरेर बसेछ। त्यसै लाटोमा ज्ञानेश्वर शिवलिङ्गको दृष्टि गएछ र ज्ञानेश्वर शिवलिङ्ग आफैले ज्ञान दिन सुरु गरेछन्। यसबाट लाटोको बोली फुट्यो र त्यसपछि उनी प्रखर विद्वान भएछन्। यसरी आफूले ज्ञानेश्वरबाट ज्ञान पाएर प्रखर विद्वान भएछ। ज्ञानेश्वरबाट ज्ञान पाएपछि सबै प्राणीहरूको सेवा गर्ने, प्राणीहरूलाई दयामाया गर्ने, आवश्यक सहयोग पुर्याएर बस्ने इच्छा जागेछ। यसै क्रममा उहाँले आफ्नो विशेष लक्ष्य बालबच्चाहरूको सुस्वास्थ्य र समृद्धिको विषयमा सहयोग पुर्याउने इच्छा देखाएछन्। त्यसकारण उहाँलाई परापूर्व कालदेखि नै ज्ञान आनन्द भैरव भनी मानिआएको भनाइरहेको छ।